पानीको पाइप पुर्न जाँदा यस्तो चिज पो भेटियो। आज चाहिँ म हातमा आसी कोदाली बोकेर पाइप पुर्नको लागि खाल्टो खन्न जान लागेको। म चाहिँ झ्यापझुप ड्युटीमा हाजिर भइहालेँ। अब सामाजिक काम भनेपछि मलाई फेरि ठगठाक गर्नै मन लाग्दैन के। अनि यता चाहिँ सबैजनाले आफ्नै घरको काम जस्तै ठानेर गरिराख्नु भएको थियो। अनि खाल्टो चाहिँ अलि गहिरै खन्नुपर्छ, किनकि जति गहिरो खाल्टो भयो त्यति पाइप खप्ने र पानी पनि चिसो आउने गर्दछ। यता फेरि हामीले खाल्टो खन्ने क्रममा 2090 सालको साडी, लाइटहरू, टन्नै चिजहरू भेटिरहेका थियौँ। अलि माथि फेरि लोकल माल पाकेर रातै भएको रहेछ। अब यता खाजाको व्यवस्था नहोला जस्तो छ। यही भयो नि, खाएर चित्त त बुझाउनु पर्यो नि। खाल्टो खनिसकेपछि पाइप लिएर आएर हामीले चाहिँ त्यो खनेको खाल्टोमा यसरी पाइप बिछाउन लागियो। सबै पाइपलाई खाल्टोमा बिछाएर आजै नयाँ पाइपमा पानीको उद्घाटन गरिदिनु पर्यो भनेर यता सेटिङ हान्न लागियो। केही समयपछि फाइनली हाम्रो नयाँ पाइपमा पनि पानीको उद्घाटन भइहाल्यो। त्यसपछि सबैले आफ्नो औजार बोकेर घरतर्फ लागियो। अनि घरमा आउँदा चाहिँ आज सब्जी चाहिँ मासुको पाके रहेछ। क्या भने जस्तो भयो भनेर मस्त रूपमा स्वाद आउने तरिकाले खाइयो। स्वादको लागि यति नै।